नमस्ते साथीहरू, तपाईहरुलाई लोकसेवा रिडर च्यानलमा स्वागत छ। द्वितीय श्रेणी अप्राविधिक खरिदार वा शोषरका लागि धेरै नै ठूलो संख्यामा विज्ञापन खुलाइसकेको छ। यो विज्ञापन चाहिँ जम्मा 444 जनाको लागि खुलाएको छ। आजको भिडियोमा हामी यसको लागि चाहिने शैक्षिक योग्यता, के कस्ता उमेर चाहिन्छ, यो विज्ञापनको बारेमा सम्पूर्ण जानकारी यो भिडियो मार्फत दिनेछौँ। ल अब हामी हेरौँ कुन केन्द्रबाट कति संख्यामा विज्ञापन खुलाएको छ। धनकुटाबाट 31 जनामा, इलामबाट 30 जनामा, खोटाङबाट 24 जनामा, जलेश्वरबाट 79 जनामा, काठमाडौँबाट 47 जनामा, हेटौडाबाट 32 जनामा, पोखराबाट 27 जनामा। त्यसैगरी बागलुङबाट 22 जनामा, बुटवलबाट 30 जनाका लागि, डाङबाट 17 जनाका लागि, सुर्खेतबाट 32 जनाका लागि, जुम्लाबाट 20 जनाका लागि, दिपायलबाट 32 जनाका लागि, महेन्द्रनगरबाट 21 जनाको लागि, जम्मा 444 जनाको लागि विज्ञापन माग गरेको छ। यसको फारम भर्ने अन्तिम मिति चैत 19 गतेसम्म रहनेछ र दोब्बरदस्तु तिरी चैत 26 गतेसम्म रहनेछ। यसको 3 वटा पदमा परीक्षा हुनेछ, प्रथम पद, द्वितीय पद र तृतीय पद। प्रथम पदको परीक्षा वैशाख 20 गते दिनको 11 बजेदेखि हुनेछ र द्वितीय चरणको परीक्षा असार 20 गते दिनको 2 बजेदेखि हुनेछ र त्यसैगरी तृतीय पदको परीक्षा असार 21 गते दिनको 2 बजेदेखि हुनेछ। प्रथम पदमा एमसीक्यू जीकेहरू सोधिएको हुन्छ। द्वितीय चरण र तृतीय पदमा आन्तरिक तर्कको परीक्षा हुनेछ। यसको दरखास्त दस्तुर चाहिँ 500 लाग्नेछ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको लागि 150 थप दस्तुर बुझाउनु पर्नेछ र यसको लागि चाहिने उमेर पुरुषका लागि 18 वर्ष पुरा भई 35 वर्ष नआएको हुनुपर्नेछ। महिला तथा अपाङ्गताको हकमा 40 वर्ष नआएको हुनुपर्नेछ। यसको दरखास्त चाहिँ हामीलाई अनलाइन भर्नुपर्छ। यसको लागि शैक्षिक योग्यता हेरौँ। उम्मेदवारले एसएलसी परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। कम्तीमा 2 जीपीए वा सो भन्दा माथिको जीपीए हुनुपर्छ। ल आजको लागि यति नै।